गाइस हामीले खाएको होटल चाहिँ यही हो तपाईको हरियाली जस्तै छ जुन चाहिँ तपाईको कल्याण चोक हो। कल्याण चोकमा यसरी आज यहाँनिर धरानमा चाहिँ अब यस्तै छ हैन गाइस। मिठो छ आज यहाँको खानेकुराहरू सबैजना सबै। अनि जस यहाँ चाहिँ चण्डी नाच हुँदैछ कल्याण चोकमा। यसरी चण्डीनाथ धरानमा भइराखेको रहेछ। बुढाबुढीहरू हिँड यो चाहिँ साथी हो आमा साह्रै रिसायो गाइस साह्रो रिसायो मेरो साथी। सिधै सिउन जाने सबैजना हेर्न कति राम्री देखेको छ। आम्मामा हेर्नु गाइस कस्तो रिसाएको क्या। नरिसाउनु न आमामा चण्डी नाच यहाँ फेरि हाम्रो गइजाने फेरि के हो भन्दैछ हो गाइस। चण्डी नाच हो क्या धरानमा चण्डी भइराख्दैन त गाइस। यस्तो छ माहौल त गाइस। खाजा खाए टक्कसँगले अगाडि टक्क निस्किने टक्क तपाईँको चाहिँ यहाँ चण्डी नाचिरहेको होइन। अब यता फेरि साथी खाएर फेरि हेर्नु न आम्मामा यस्तो खतरा 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 छ गाइस। युवाहरूको चाहिँ जोस खतरा छ। युवाहरूको जोस सब हेर्दाखेरि जेन्जी नै जेन्जी छ त हौ अहिले त। पानीपुरी पनि यही छ। खतरा 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 छ ल जोस जेन्जीहरूको जोस खतरा छ है गाइस। खतरा लाग्यो जेन्जीहरूको जोस गाइस। ओहो हाम्रो साथीले यहाँ फेरि के गर्दैछ नि अया पिता पहिला पहिला चाहिँ नाचेको हो। अब अहिले त छैन अहिले त मन पर्छ होइन तर नाच्दिन। यस्तै छ चण्डी नाचको धरान जुन चाहिँ यो तपाईँको कल्याण चोक देखाउँछ गाइस तपाईँलाई। मेरो घर जाने बाटो यता मेरो बजार जाने बाटो यता म खाजा खाने जाने बाटो यता। अब मेरो साथीकोमा जाँदैछु गाइस ल जाने। अब खोइ त तपाईँ चाहिँ केमा जाने स्कुटीमा जाने म ल आउँदै गर्नु बिस्तारै। साथी स्कुल घुमाउँदैछ
अब जान्छौँ हामी होइन। ल बसौँ यता घुमाउनु, अगाडि घुमाउनु यता बिस्तारै। बसौँ। गाइस कत्रो अग्लो हौ स्कुटर त साथी। ल धेरै माया छ है।